बाई बाई साथीहरु हामी चाहिँ यस्तो छ यस्तो छ उता जा मलाई खाने यो के हो यो फुल हो सुरुमा चाहिँ सबभन्दा सुरुमा गणेश भगवानको पूजा गर्नुपर्छ। हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। भर्खर उठेर मुख पनि धोएको छैन। भ्लग बनाउन यस्तो अल्छी लाग्दैन, त्यही पनि के गर्नु, भ्लग बनाउनु पर्छ। आजको भ्लग चाहिँ ट्राभलिङमा हुनेछ। हामी टक्कसँग घुम्नेछौँ। यो भिडियोलाई स्किप नगरी लास्टसम्म हेरिदिनु होला प्लिज। बल्ल बल्ल गाडीबाट ओर्लेर बसेको छु। पछाडिको भ्यू, उल्लाबारीको भ्यू चाहिँ यस्तो दामी छ है। यस्तो घाम लागिरहेछ। अहिले हामी कहाँ छौँ समीरा? कहाँ छौँ भन न? यहाँ कहाँ? कहाँको बजारमा? उल्लाबारीको बजारमा। उल्लाबारीको बजारमा छौँ है गाइस। उल्लाबारीको बजारमा छु है गाइस। अब हामी कहाँ जाने? मम्मीको मामा जान्छु गाइस। मम्मीको मामा ल को लिन आउँछ? एकरो स्याउ देऊ न बाबुमा। बाई बाई साथीहरु हामी चाहिँ साथीहरु गाइस म चाहिँ स्याउ खाइरहेछु। के गर्दैछौ? स्याउ खाइरहेछु। किन खाएको त? किन के भने हामीले आइपुग्यो हाम्रो मामा घर। मामा घर आइपुग्यो। ये है हमारा मामा घर। अहिले सुत्न लागेको छु। 9 बज्न लागेको छ। भोलि बिहानै उठेर नुहाइधुवाइ गरेर जानुपर्ने छ मन्दिर। अहिलेको लागि बाई, गुड नाइट। फाइनली हामी घरबाट निस्किसक्यौँ। हामीलाई अब मामा लिन आउनुहुँदैछ सिटीमा। सिटीमा चढेर जाने हो गाडीसम्म, अनि त्यसपछि गाडीबाट जाने सरर। बिहान बिहान यस्तो दामी भ्यू लागिरहेको छ, सनसेट। हामी आइसकेको छौँ यहाँनिर। कुन मन्दिर हो दिदी? मन्दिर तल आइपुगेको छौँ। अब हामी सामने माथि मान्छेहरू, त्यहाँ मन्दिरमा मान्छेहरू टन्नै छन्। त्यस्तै छ। अब यहाँबाट टक्क माथिल्लो भेटीसम्म चढ्ने हो हामी। सुरुमा चाहिँ गाइस हामी गणेश मन्दिर भन्नु चाहिँ अब यहाँ गणेश भगवानको पूजा गर्न जाँदैछौँ होइन। अब यहाँ भगवानको पूजा गरिसकेर अनि पाथी भएर जान्छौँ माथि। सुरुमा चाहिँ सबभन्दा सुरुमा गणेश भगवानको पूजा गर्नुपर्छ। त्यही भएर गणेश भगवानको पूजा गर्न जाने माथि। यो माथि टक्कसँगले यस्तो भिड छ, खुट्टा राख्ने ठाउँ छैन गाइस। हामी चाहिँ गणेशजीको पूजा गरेर आइसकेको छौँ। अनि अब पाथी भाडा माताको लागि यात्रा गर्दैछौँ माथि। यति धेरै माथि चढ्नु पर्ने छ। सिडी सानो छैन सिडी।
यहाँनिर सिडी चढेर जानुपर्ने छ पहाडको पानी वाउ वाटर भ्यू यहाँ चाहिँ मान्छेहरू टन्नै आउजाउ भइरहेछन् कोही आउँदैछन् कोही जाँदैछन् यता छ बाटो वहाँ पर छ मन्दिर फाइनली आइयो यता छ सामान किन्ने ठाउँ आइपुग्यो हामी पाथिभरा मन्दिर अगाडि आइपुग्यो यहाँ उठ्छौँ हामी भित्र पूजापाठ कार्यक्रम हुन्छ अब भित्रमा पुरा बजाइरहेछ खासै भिड त छैन रहेछ खासै अरू बेला जस्तो मतलब उता जस्तो ठुल्ठुलो उयो जस्तो हेलो मङ्की ब्रदर के छ यस्तो छ के यस्तो छ उता जा मलाई खाना दे यो के हो यो फुल हो कि खोइ के भेट्दिन त म त खोइ के छैन जा हे भगवान मेरो घर परिवारलाई सबै सकुशल होस् भनेर मनमा नै ढोगे र यहाँ भाकल पुरा भएको छ मेरो आज हामी चाहिँ पाथिभरा माताको दर्शन गरेर निस्किसकेको छौँ भोक लागिरहेछ तल गएर खाना खाने तल जाने अब सरर र तल गएर खाना खाने ल हामी चाहिँ यसरी ओह्रालो झरिँदैछ है हामी जाँदैछौँ तल खुट्टा अघि आउँदाखेरि खुट्टा चलेको थिएन माथि चढ्नलाई अहिले झर्दाखेरि चाहिँ आफै आफै खुट्टा तल झर्छ त नि आफै आफै झर्नु अब भोक लागेको छ नि तिमीलाई रेड बुल गिभ्स यु विन हैन रेड बुल खाएर तागत आयो होला तिमीलाई हैन बोक्नु न हिँड ल यहाँ चाहिँ खानाको लागि आएको छौँ होटलमा यहाँ होटलदेखि बाहिर यस्तो दामी सिन छ अब खाना खाएर जाने हामी अब खाना खाइयो चट्टसँगले अब कन्यामतिर जाने हो कन्याममा घुमेर आउने हो हैन अब कन्याममै घुम्नु भेट्यौँ है यस्तो दामी भ्यू छ गाइज मोबाइलको क्यामेरा खासै राम्रो नभएर राम्रो देखेको छैन नभए रियलमा यस्तो बवाल छ यहाँ हामी चाहिँ यति बेला यहाँनिर कन्यामको चियाबारी आइसकेका छौँ भिडियो बनाउनको लागि यहाँनिर यस्तो बवाल ठाउँ छ वरिपरि चारैतिर चिया बगान छ तल फोटो खिच्न गएको माथि छोडेछ ब्याग भन्न यहीँ रहेछ ब्याग फोटो खिच्नुको कारणले झन्डै के सामान थियो यहाँ झन्डै उहाँ तलदेखि कुद्दै आएको हामी चाहिँ यति बेला यहाँनिर फोटोसोटो खिचेर कन्याम बजारमा आएको छौँ कन्याम बजारमा यति भिड छ यहाँनिर मान्छेहरू थोरै छैनन् दिदी यहाँ सामान किन्दैछ र पर्खिदिएको छु त्यसलाई बाई बाई कन्याम अब हामी गएको यहाँबाट कन्यामबाट बिर्तामोड होइन उर्लाबारी बस्ने अनि भोलि घर जाने केही भन्नु आजको हाम्रो ब्लग अब यहाँ कन्यामसम्मको यति भयो गाइजहरू होइन अब हामी चाहिँ हिँडेको अल्छी लाग्यो अब चाहिँ धेरै घुमेर होला होइन क्यामेरा राम्रो नभएर अल्छी लाग्यो यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ होइन मुस्ताङ जस्तो ल बाई बाई कन्याम अब चाहिँ हामी गएको यहाँबाट गाइज होइन अब अर्को साल भेटौँला अर्को साल आयो भने फेरि भ्लग बनाउनुपर्छ म चाहिँ मस्त गाडीको हावा खाँदै जाँदैछु होइन अब गएर मस्त सुत्ने हो यस्तो गलिएको छ होइन गाइज हिँड्दा खुट्टाको पुरै मासु नै उयो भएको छ
के हो भिडियो बनाउँदैछ के गोला थुक्ने ठाउँ पनि छैन त्यहाँनिर त्यो हावा पनि आउँदैन त्यहाँ। फाइनली म चाहिँ यहाँ घर आइपुगेको छु आमाहरूको घर। रात पऱ्यो मेरो सुत्ने ठाउँ यस्तो छ। यहाँदेखि पुरै भ्यू देखिन्छ दामी धानबारी छ यता सुत्ने कोठा छ टक्क यहाँनिर। अब बलिएर आइएको छ टक्क खाना खाने सुत्ने बिहानै उठ्ने चल्दिने। ओके त्यसपछि भोलि नै भेट्नुपर्छ। ओके गुड बाई। फाइनली गाइस म चाहिँ उठिसकेको छु। अब उठेर अहिले भर्खर मुख धोएर चिया खाएर बसेको। पछाडिको भ्यू यस्तो दामी छ हैन यस्तो बवाल छ सनसेट लागिरहेको छ। यहाँ भ्यू हेर्दै बसिरहेको छु म चाहिँ। अब एकछिनपछि घर जाने टक्कसँगले हैन। ओके साथीहरू हामी चाहिँ घर जान लागेको। यस्तो घाम लागिरहेछ हामी दिदीभाइ तातेर बसिरहेको छौँ है हामी दिदीभाइ घाममा टाँगेर बसिरहेको छौँ। गाडी आउने नाम निशान छैन। अब गाडी आएपछि चढ्ने। तिमी पनि ल ऊ पनि घाममा बसिरहेको ऊ चाहिँ शीतलमा बसिरहेको थिइन्। फाइनली गाइस हाम्रो गाडी आइसकेको छ। आएकै छैन त विराटनगर जाने गाडी हो। विराटनगरकै हो। छोडौँ हटुम जानुहुन्छ जानु रोक्छ होला भाइ त्यो पुल पारी रोक्छ नि। यहीँ झर्ने फुलबारी रोक्छ। कता हो त्यस्तो चिरौलीबाट भित्र छिर्ने बाटो छ नि। यहाँ मान्छे मर भएर लग्दै रहेछन्। हामी चाहिँ इटरी चोकमा आइपुग्यो फाइनली। जेएनजीको आन्दोलनले यहाँको के अरे मूर्ति पनि सबै भाँच्दियो चोक। फाइनली हामी चाहिँ घर आइपुग्यो। बल्ल सब पसिना भइरहेको छु। हामी हाम्रो घर आइपुग्यो। मामु कहाँ हुनुहुन्छ तपाईँ मामु? के अरे 2 बजे आइपुगेको मान्छे राम्रो हुनुहुन्छ हामीलाई भन्ने त ल्याइदिन्छ अरे। मामु हाम्रो बारीमा काम गर्नु हुँदैछ। घाँस कटिङ रिसाएर फाएर हाम्रो तर सुड्डी मुस्काइराख्नु। अब गएर लुगा फेर्ने। अब आफ्नो घरमा जस्तो आनन्द काहीँ पनि हुँदैन। हो कि अन्त भगनाएर खाना आफ्नो घरमा जस्तो आनन्द कहीँ हुँदैन। यति बेला चाहिँ रातिको 9:30 भएको छ। यो भ्लग चाहिँ यतिमै अन्त्य गर्ने विचारमा छु म। किनभने यो भ्लग बनाएको लगातार 3 दिन भइसक्यो। 3 दिनमा बल्ल भर्खर कति मिनटको 10-11 मिनटको भिडियो बन्दैछ। त्यसकारण यो भिडियो चाहिँ यतिमै अन्त्य गर्न सोचेँ। यदि तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। म फेरि पनि नयाँ भिडियो ल्याउनेछु, नयाँ भ्लगहरू ल्याउनेछु तपाईँहरूको लागि। हेर्दै गर्नु होला के प्रिन्स च्यानल। बाई।